नमस्कार साथीहरू र आज चाहिँ म यो मौरीलाई साइन्टिफिक बक्समा शिफ्ट गर्न गइरहेको छु यो मादली डोरबाट। र यो मादली डोर चाहिँ मैले राखेको अराउन्ड 2 वर्षहरू भइसक्यो यसमा मौरी आएर बसेको र यसबाट हनी हार्भेस्ट गर्नु हामीलाई एकदमै साह्रो परेकोले गर्दाखेरि साइन्टिफिक बक्समा सार्यो भने चाहिँ एकदम सजिलो हुनेछ। र यसको लागि फर्स्ट हामीले यो चाक्काहरू यो मुढेगालबाट काटेर निकाल्नु पर्ने हुन्छ। र यो चाक्काहरू तपाईले देख्न सक्नुहुन्छ एकदमै पुरानो भएको छ र यो पुरानो चाक्कामा चाहिँ कुइनले अन्डा पनि पार्दैन, त्यही भएर चाहिँ नयाँ चाक्का बनाओस् भनेर मैले साइन्टिफिक बक्समा शिफ्ट गरेको। र यो हामीले साइन्टिफिक बक्समा शिफ्ट गरेपछि चाहिँ मौरी हेरचाह गर्नु पनि सजिलो हुन्छ र यिनीहरुको कन्डिसन कस्तो छ त्योहरू मजाले हेर्न सक्छ। र त्यो काम चाहिँ हामीले मुढे घाडमा गर्न सक्दैन। यो चाहिँ मैले बेलुकी पख गरेको 3-4 बजीको टाइममा, किनभने दिउँसो गर्दाखेरि चाहिँ मौरीहरू बिचकेर भाग्नु सक्छ, त्यही भएर चाहिँ बेलुका पख गरे भने चाहिँ मौरी भाग्दैन, त्यसले गर्दा चाहिँ मैले यो बेलुकी पख गरेको हो। र यो शिफ्ट गर्दा चाहिँ हामीले लुगाले कभर गर्नुपर्ने हुन्छ र यसरी फ्रेमको साइजमा हामीले चाक्काहरू काटेर ब्याक साइडको काट्नुपर्छ, किनभने त्यहाँ जहाँ मह हुन्छ अगाडिपट्टि चाहिँ बच्चा भएकोले गर्दाखेरि हामीले ब्याक साइडको चाहिँ काटेर हटाउनु पर्ने हुन्छ। र यो सिधा पाराले काटेपछि चाहिँ हामीले यो फ्रेममा बान्नुपर्छ। यो म बान्नुको लागि चाहिँ केराको सुत्लाहरू या त अरू डोरीहरू युज नगरेर म चाहिँ प्लास्टिकको डोरी युज गर्छु, किनभने अरू डोरीहरू लाउँदा चाहिँ यो मौरीले चाक्का भन्दा पहिला चाहिँ डोरी काटेर चाक्काहरू एकै ठाउँ थुप्रेको पनि भइसकेको छ मेरोमा, त्यही भएर चाहिँ हामीले यो प्लास्टिकको डोरी युज गर्यो भने चाहिँ यिनीहरूले यो काटेर हटाउन सक्दैन र विदिन 5 डेज अर 6 डेजतिर चाहिँ हामीले यो डोरी आफै काटेर हटाइदियो भने चाहिँ यिनीहरूले सेट गरिसकेपछि काटेर हटाइदियो भने चाहिँ अति सजिलो हुनेछ। त्यही भएर यो डोरी बान्नु चाहिँ एक्लै नभएकोले गर्दा मैले वाइफको हेल्पले बान्दैछु, वाइफलाई हेल्प मागेर। र मेरो वाइफ पनि आजकल चाहिँ अलिक मौरीसँग डराउन छोडेको छ, पहिला चाहिँ पुरा डराउँथ्यो। र यो चाक्का तपाईले देख्न सक्नुहुन्छ पुरै पुरानो छ, तर पनि म यो युज गर्दैछु किनभने यसमा बच्चाहरू छ। र भोलिको दिनमा यो चाक्का मैले चेन्ज गर्न सक्छु साइन्टिफिक बक्समा चाहिँ नयाँ चाक्का यिनीहरूले बनाउन थालेपछि, तर अहिले नयाँ चाक्का नभएकोले गर्दा मैले यो पुरानो चाक्का नै चाहिँ युज गरेको छु। र यो गर्दा चाहिँ सेफ्टी चाहिँ फर्स्ट हो, हामीले सेफ्टी अपनायो भने चाहिँ आफूलाई काम गर्न सजिलो हुन्छ। तर यो शिफ्ट गर्दा हत्तपट्ट मौरीले एग्रेसिभ भएर टोक्ने चाहिँ गर्दैन। यो अहिले एकदम राम्रो महिना हो, अक्टोबर नोभेम्बरमा हामीले शिफ्ट गर्यो भने चाहिँ मौरीलाई प्रोग्रेस गर्नु यिनीहरूलाई छिटो सजिलो पर्छ र यिनीहरूले नेक्स्ट इयरसम्ममा हनी पनि दिन्छ। त्यही कारण चाहिँ मैले यो अहिले अक्टोबर महिनामा नै यसको शिफ्टिङ गर्दैछु। र यो डोरी चाहिँ एउटा फ्रेममा एटलिस्ट 2टा या त 3टा डोरीले बान्नुपर्ने हुन्छ, किनभने चाक्काको साइज हेरेर हामीले बान्नुपर्ने हुन्छ। र यो चाहिँ मेरो वाइफले बान्दिँदैछ। र यो बाँधेपछि एक्स्ट्रा डोरी जुन चाहिँ हुन्छ त्यो चाहिँ हामीले काटेर हटाउनु पर्छ। र त्यो काटेर हटाइसकेपछि चाक्का चाहिँ टाइट बस्छ र चाहिँ यिनीहरूले डोरी काट्न नसकेकोले गर्दाखेरि चाक्का झर्दैन र चाक्का यिनीहरूले सेट गरिहाल्छ। र यसरी चाक्का सेट गरेपछि हामीले फ्रेमहरू मिलाएर छिटो गरेर यो मौरी सारिहाल्नुपर्छ, किनभने त्यो चाक्कामा भएको बच्चाहरू नभए चिसोले गर्दा मर्ने गर्छ। र मैले यसमा 4टा फ्रेम चाहिँ बाँधेको छु। यो चाहिँ ब्याक पोर्सनको चाक्का हो जुन चाहिँ मह मात्रै छ र चाहिँ यो सिल हनी पनि थियो, तर चाक्का एकदमै पुरानो भएकोले गर्दा मैले यसलाई शिफ्ट गरेको। पहिला चाहिँ मैले किन शिफ्ट नगरेको भन्दाखेरि चाहिँ पहिला मेरोमा बक्स अवेलेबल थिएन, यो पालि चाहिँ मैले बक्सहरू बनाएर चाहिँ यो शिफ्ट गरेको। र यसरी बनाउँदा सार्दाखेरि चाहिँ मौरी चाक्का सारिसकेपछि मौरीलाई चाहिँ हातले उगाएर उतापट्टि हाल्नुपर्छ, त्यसले गर्दा चाहिँ मैले ग्लोभ्स नलगाइ गर्दैछु, किनभने मौरी चेप्टेर मर्ने गर्छ ग्लोभ्ससँग गर्दा चाहिँ। र यो खाली हातले गर्दाखेरि चाहिँ मौरीलाई चेप्टिने डर हुँदैन र अलिअलि भए पनि मौरी हामीले यसरी शिफ्ट गर्नुपर्छ। यो शिफ्ट गर्दाखेरि चाहिँ हामीले हत्तपत्त रानी चाहिँ देख्न पाउँदैनौँ, किनभने मौरीले त्यसलाई कभर गरिहालेको हुन्छ। तरै पनि मैले यो शिफ्ट गर्दा चाहिँ मैले रानी भेटाएको थिएँ, तर त्यतिखेर मेरो फोनै अफ भएर चार्ज सकेर अफ भएर चाहिँ
मैले तपाईहरुलाई देखाउन सकिनँ। यसरी यो शिफ्ट गरिसकेपछि यिनीहरुलाई चाक्का कभर गर्न लाउनु पर्छ। एक ठाउँ थुप्रेको हुन्छ, त्यसलाई बिस्तारै यसरी थुप्रेको मौरीलाई चाहिँ हामीले हटाएर चाक्कापट्टि हाल्दियो भने चाहिँ यिनीहरुले चाक्का कभर गरिहाल्छ। र तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर अर्को साइड पनि मैले खोल्दै छु। र यस्तै भिडियोको लागि चाहिँ तपाईहरुले कालिम्पोङ बीकीपर्सलाई फलो गर्नुहोस् होला। र मैले यो अदर साइड पनि खोलेर चाहिँ मौरीहरु शिफ्ट गरे। र यसमा चाहिँ यो बक्समा चाहिँ पुरा ककरोच भएको रहेछ। झन्डै 20-25 वटा ककरोचहरु थियो। र यो ककरोचले चाहिँ के हानि गर्छ गर्दैन मलाई थाहा छैन। कतिले भन्छ हानि गर्छ, कतिले भन्छ हानि गर्दैन। तर मलाई चाहिँ त्यति हानि गर्छ जस्तो लागेन। तर पनि मैले ककरोचहरु चाहिँ हटाइदिए त्यो बक्सबाट। यतापट्टि थुप्रेको मौरीलाई पनि मैले बिस्तारै सोरे, किनभने रानी त्यहाँ पनि हुन सक्छ भनेर। र जति पनि मौरी थुप्रेको छ सबै सोरेर हालेपछि अलिअलि रहेको मौरी चाहिँ आफै त्यहाँ पस्ने गर्छ नयाँ बक्समा। र साइन्टिफिक बक्सको फाइदाहरु तपाईहरुलाई सबैलाई थाहा नै भएको कुरो हो। र यो भिडियो चाहिँ अलिकति लामो हुन गयो, त्यसको लागि म क्षमा चाहन्छु। र यस्तो भिडियोको लागि तपाईहरुले कालिम्पोङ बीकीपर्सलाई फलो गर्नुहोस् होला। र यो मैले ब्रशको सहायताले मौरीहरुलाई हल्का चाक्कापट्टि चलाइदिएको थिएँ, चाक्कापट्टि गएको थियो। र यो मैले चाक्का चाहिँ 4टा फ्रेम मात्रै बाँधे, किनभने 4टा फ्रेममा मात्रै चाक्का बाँधेको कारण चाहिँ अरु चाक्का चाहिँ एकदमै पुरानो भएको थियो र बच्चा पनि थिएन त्यसमा। र त्यस्तो चाक्का चाहिँ मैले हालिन, जुनमा बच्चा थियो त्यो मात्रै मैले यो साइन्टिफिक बक्समा हाले। र साइन्टिफिक बक्समा हालेपछि चाहिँ यसरी सेट गरेर राखेको थिएँ मैले। पहिलाको चाहिँ भुइँमा थियो डोर, मादले डोर चाहिँ, अहिले चाहिँ यो चाहिँ मैले अलिकति हाइट उठाएर यसरी राखेको छु। र यो क्वीन गेट पनि लगाएर राखेको छु। तर मैले यो भोलिपल्ट बिहान हेर्दा चाहिँ पहेँलीले अट्याक गरिरहेको रहेछ। र यो पहेँलीलाई गार्ड गर्नुको लागि गार्ड बिसहरु पनि बसेको रहेछ। भन्नुको मतलब यो अब मजाले सक्सेस भयो। यो मैले कमिला नचरोस् भनेर चाहिँ लक्ष्मण रेखा पनि कोर्दिएको छु, किनभने कमिला चढ्यो भने नयाँ हाइभमा